Hi everyone, welcome back सबैजनालाई. Today I would like to say something about the Cambridge Upskill English Test, especially about speaking segment. आज हामी Cambridge Upskill English Test को स्पिकिङ सेगमेन्टको बारेमा केही कुराहरू गर्न जाँदैछौँ. सो यसमा चाहिँ हामी स्पिकिङ सेगमेन्टमा कसरी तयारी गर्ने, कस्तो कस्तो क्वेसनहरू हुन्छ, कतिवटा पार्ट, कति टाइम र कसरी तयारी गर्ने भन्ने कुरामा चाहिँ हामी आज हाम्रो भिडियोलाई फोकस भएर जानेछौँ, अगाडि बढाउनेछौँ हाम्रो भिडियोलाई. भिडियोलाई अगाडि बढाउनुभन्दा अगाडि तपाईहरु सबैजनाले चाहिँ यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, साथै भिडियोलाई सबै साथीहरुसँग चाहिँ शेयर गरिदिनु होला र भिडियोको अन्तमा सबैजनाले भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला. ओके, अब भने हामी भिडियोलाई अगाडि बढाउने छौं. तपाईहरु सबैजनालाई थाहा छँदै छ नै होला कि स्पिकिङ सेगमेन्टमा चाहिँ हाम्रो B1 लेभल चाहिने हुन्छ. त्यसको मतलब हो B1 लेभल भनेको चाहिँ इन्टरमिडिएट लेभल हो. जस्तै A1 लेभल भनेको बेसिक हो, A2 लेभल भनेको चाहिँ एलिमेन्ट्री हो भने B1 भनेको चाहिँ इन्टरमिडिएट हो. सो हामीलाई अहिले चाहिने पनि यही B1 लेभल हो स्पिकिङमा. स्पेशली अरु रिडिङ र लिसनिङको पार्ट हो, राइटिङमा चाहिँ हाम्रो A1 A2 नै छन्, A1 लेभलकै छ. त्यसो हुँदाखेरि स्पिकिङलाई अझै हामीले धेरै फोकस गरेर जानुपर्ने हुन्छ. अब यसमा के हुन्छ त भन्ने कुरा गर्दाखेरि यो स्पिकिङमा चाहिँ 5 वटा पार्ट्सहरू रहेको छन् जसलाई चाहिँ 25 मिनेट्स टाइम दिएको हुन्छ. 5 वटा क्वेशन अनि 5 मिनट्स फर इच, मतलब प्रत्येक क्वेशन्सलाई चाहिँ 5 मिनट टाइम छुट्याएको छ र जम्मा टाइम चाहिँ 25 मिनट्स हो. 5 वटा पार्ट्समा के हुन्छन् त त्यो बारेमा कुरा गरौँ. फर्स्ट पार्टमा तपाईहरुको पर्सनल डिटेल्सहरुको बारेमा छोटो छोटो क्वेशन्सहरु सोधिने हुन्छ र तपाईले आन्सर दिनको लागि 10 सेकेन्ड्स टाइम दिएको हुन्छ. त्यो 10 सेकेन्डको टाइममा तपाईले one word अथवा सिंगल वर्ड, सिंगल सेन्टेन्स भनेर बस्ने होइन, किनकि यो B1 लेभलको टेस्ट हो. त्यसो हुँदाखेरि तपाईले आन्सरलाई सकेसम्म राम्रो बनाउनको लागि 10 सेकेन्ड्स पुरै हुनुपर्छ भन्ने पनि होइन, तर कमसेकम तपाईको आन्सर सर्ट आन्सर नै भए पनि कमसेकम 2 सेन्टेन्स अर 3 सेन्टेन्स बनाउनु भयो भने यो तपाईको आन्सर बेस्ट हुन्छ. जस्तै तपाईलाई व्हाट्स योर नेम भनेर सोधियो भने व्हाट्स योर नेमको आन्सरमा त तपाईले माई नेम इज भनेर आफ्नो आन्सर मात्रै आफ्नो नेम मात्रै भन्दा पनि हुन्छ, किनकि नेममा त्यति धेरै एक्सप्लेनेसन अथवा रिजन त्यति धेरै हुँदैनन्. सो तपाईले व्हाट्स योर नेम भनेको क्वेशन्सको आन्सरमा माई नेम इज भनेर आफ्नो नाम भन्न सक्नुहुन्छ. तर बेस्ट आन्सर चाहिँ अझै तपाईहरुलाई म भन्छु. जस्तै कि एक्जाम्पलको लागि व्हाट्स योर नेम भने माई नेम इज राजेन राई, पिपल कल मी राजेन, अथवा यु क्यान कल मी राजेन भनेर भन्न सक्नुहुन्छ. अथवा तपाईहरुले माई नेम इज राजेन राई, आई एम अ केयर गिभर फ्रम नेपाल पनि भन्न सक्नुहुन्छ. यसरी आफ्नो आन्सरलाई अलिकति लङ बनाउने 10 सेकेन्ड्स भित्रमा चाहिँ भनिसक्नुपर्छ. लङ बनाउने चक्करमा तपाईको धेरै लामो पनि होइन कि, बट अलिकति टाइमलाई अहिले प्र्याक्टिस गर्ने बेला नै तपाईले आफ्नो स्टप वाच स्टार्ट गरेर तपाईले त्यो तपाईको आन्सरहरूलाई चाहिँ भन्दै बस्नुभयो भने बेस्ट हुन्छ. सो कस्तो कस्तो क्वेशन्स आउँछ यसमा भने पर्सनल डिटेलको बारेमा व्हाट्स योर नेम, हाउ ओल्ड आर यु, वेयर आर यु फ्रम भन्ने क्वेशन्सहरू आउँछन्. यसमा चाहिँ तपाईले यसमा 2 sentences or 3 sentences, not much long sentences, तर छोटो छोटो 2 या 3 सेन्टेन्स को आन्सरहरू भन्नुभयो भने बेस्ट हुन्छ. अब भने हामी पार्ट 2 तर्फ लागौं. पार्ट 2 मा चाहिँ तपाईले अलिकति लङ आन्सर दिनुपर्ने हुन्छ. जस्तै तपाईको टाइम अब 10 सेकेन्ड्सबाट 20 सेकेन्ड्समा पुग्ने हुन्छ. सो दैट मीन्स यो आन्सर मस्ट बी अ बिट लङ टु. तपाईलाई 20 सेकेन्ड्सको टाइम चाहिँ रेस्ट गर्नको लागि दिएको होइन कि तपाईको आन्सर अलिकति अझै बेस्ट र अलिकति लङ, त्यो 20 सेकेन्ड्स भित्र कति भन्न सक्नुहुन्छ भन्ने खालको कुरा र कसरी भन्ने कुरा गर्दाखेरि चाहिँ तपाईले आन्सर दिने, त्यसलाई या त एक्सप्लेन गर्ने या त रिजन दिने. त्यसो गर्दाखेरि तपाईको आन्सर एकदमै बेस्ट बन्न पुग्छ. 20 सेकेन्ड्सको आन्सर हुन्छ सेकेन्ड पार्टमा. र पार्ट 3 को कुरा गरौँ. पार्ट 3 मा तपाईहरुले चाहिँ एउटा सेन्टेन्स दिएको हुन्छ, त्यसलाई चाहिँ रिड अलाउड गर्नुपर्ने हुन्छ. त्यसको मतलब तपाईले पढेर सुनाउनु पर्ने हुन्छ. क्लियरली
बुझ्ने गरी चाहिँ तपाईँले पढ्नुपर्ने हुन्छ। त्यसको टाइम पनि फेरि तपाईँको 10 सेकेन्ड्स हुन्छ। र लाइकवाइज अब फेरि अर्को पार्ट 4 मा पनि तपाईँले रिड अलाउड नै गर्नुपर्ने हुन्छ। अलिकति कम्प्लिकेटेड, अलिकति डिफिकल्ट टाइपको सेन्टेन्सलाई तपाईँले त्यहाँ रिड अलाउड गर्नुपर्ने हुन्छ। ठुलो स्वरमा पढ्ने भनेर तपाईँलाई दिएको हुन्छ, त्यो सेन्टेन्स तपाईँले पढ्नुपर्ने हुन्छ पार्ट 4 मा पनि। अब लेट्स मुभ टु द नम्बर 5। अब नम्बर 5 मा जाँदाखेरि चाहिँ नम्बर 5 मा तपाईँको के हुन्छ भन्दाखेरि जस्तै तपाईँलाई एउटा सिचुएसन अथवा एउटा सेन्टेन्स दिएको हुन्छ, त्यो पढेर तपाईँले त्यो सिचुएसनमा चाहिँ तपाईँले भोइस मेल या भोइस मेसेज चाहिँ तपाईँले रेकर्ड गरेर सबमिट गर्नुपर्ने हुन्छ। यसरी तपाईँको नम्बर 5 को क्वेसन्सको लागि तपाईँले सुरुमा तपाईँको टाइम स्टार्ट नहुँदै तपाईँले 40 सेकेन्ड्सको टाइम चाहिँ तपाईँको प्रिपरेसनको लागि त्यो टपिकमा अलिकति सिङ्किङको लागि तपाईँले टाइम पाउनुहुन्छ 40 सेकेन्ड्स। र त्यो 40 सेकेन्ड्स तपाईँले प्रिपेयर गरेपछि तपाईँको टाइम स्टार्ट हुन्छ र त्यो टाइम स्टार्ट भइसकेपछि तपाईँकोले चाहिँ एउटा भोइस मेल या भोइस मेसेज चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ, रेकर्ड गरेर सबमिट गर्नुपर्ने हुन्छ। यसरी हाम्रो टोटल हाम्रो 5 वटा पार्ट्स चाहिँ कम्प्लिट हुन्छ। अब यो त भयो, हामीले अहिले सजिलैसँग कम्प्लिट गर्ने जतिकै सजिलो त हुँदैन पक्कै पनि, यसको लागि हामीले प्रिपरेसन गर्नुपर्ने हुन्छ। सो प्रिपरेसनको लागि मैले तपाईँहरूलाई केही क्वेसन्सहरू, इम्पोर्टेन्ट क्वेसन्सहरू मैले दिएको छु, त्यसलाई तपाईँले राम्रोसँग रिड गर्नुहोला, स्टडी गरेर चाहिँ राम्रो प्र्याक्टिस गर्नुहोला। अघि मैले भने जस्तै गरेर तपाईँहरूले यसलाई चाहिँ अलिकति स्टप वाचहरू राखेर अलिकति यसो हेर्दाखेरि कति सेकेन्डमा म कम्प्लिट गर्दो रहेछु भनेर गर्नुभयो भने बेस्ट हुन्छ। सो अब पनि हामी हाम्रो प्रिपरेसनतर्फ लाग्नुपर्ने हुन्छ। फेरि मैले एकपल्ट दोहोऱ्याएँ, सबैजनाले यो च्यानललाई सब्सक्राइब गर्नुहोला। तपाईँहरूको कुनै पनि जिज्ञासा भएमा तपाईँहरूले कमेन्ट सेक्सनमा छोड्नु सक्नुहुन्छ। र यसो भन्दै गर्दाखेरि एउटा कुरा चाहिँ तपाईँहरूलाई भन्न बिर्सेँ मैले, त्यो के हो भन्दाखेरि कहिलेकाहीँ हामीले चाहिँ आफ्नो डिभाइसहरूलाई चाहिँ एकदमै चेक गर्नुपर्ने हुन्छ। बिकज मेरो यो अर्को पहिले अपलोड भइसकेको भिडियोमा चाहिँ जुन भ्युअर्सहरू हुनुहुन्छ उहाँहरूले चाहिँ भन्नुभएको अनुसारले चाहिँ जो अलरेडी इक्जाम दिएर आउनुभएको साथीभाइहरू हुनुहुन्छ उहाँहरूले भन्नुभए अनुसार चाहिँ त्यहाँ केही डिभाइसहरूमा अथवा टेक्निकल केही इस्युहरू भइदियो भन्ने खालको कुरा गर्नुभयो। जस्तै कि उहाँले भन्नुभए अनुसार चाहिँ क्वेसन्स सुनेर आन्सर भन्ने टाइम काउन्ट हुँदा पनि क्वेसन्स नै भनिराख्यो भन्ने खालको इस्यु, अथवा आन्सर सबमिट गर्ने बेलामा पनि इस्यु आइदियो भन्ने खालको कुराहरू गर्नुभयो। त्यसो हुँदाखेरि यो चाहिँ डिभाइसको या त टेक्निकल प्रब्लमहरू हुनुभएकोले गर्दाखेरि यु मस्ट बी प्रिटी स्योर अबाउट योर डिभाइसेस फर्स्ट, लाइक योर मोबाइल नेटवर्क एन्ड लाइकवाइज एसेसरिज लाइक इयरफोन एट्सेट्रा। यु मस्ट बी प्रिटी स्योर बिफोर यु स्टार्ट योर इक्जाम। सो त्यसो गर्दाखेरि चाहिँ तपाईँहरूले एकदमै बेस्ट हुने हुन्छ। उहाँहरूको भनाइअनुसार 800 जना पार्टिसिपेट इक्जाममा चाहिँ ओन्ली 37 क्यान्डिडेट्स चाहिँ पास हुन सफल हुनुभयो भन्नुभएको छ। यसले गर्दाखेरि हामी पनि यसको लागि एकदमै सजग हुनुपर्छ। उहाँहरूको कमेन्ट्स हाम्रो लागि निकै नै भ्यालुएबल छ। तपाईँहरूले पनि आफ्नो जिज्ञासाहरू कमेन्टमा राख्दै जानुहोला। सो नाउ लेट्स स्टार्ट द प्र्याक्टिस सेक्सन। तपाईँहरूले राम्रोसँग पढ्नुहोस्। अल द बेस्ट।